बेलुकी घर धन्दा सकेर टुकी बालेर पढेका काव्य अनि निदाउँदै गर्दा सुनाएका श्लोक अनि मेरी आमाले सुनाएका आफ्नै जीवन भोगाइ नै मेरा लागि सृजनाका बिउ बने र उम्रदै गए र यसरी नै फैलँदै गए। मेरी आमाको सङ्घर्षमय जीवन 86 वर्षमा आइपुग्दा हाम्रो प्रगति हेरेर मुस्कुराएको देख्छु र मन आनन्दित हुन्छ। हाम्री आमाको जीवनीको पुस्तकको प्रकाशन विमोचनको तयारीमा पनि छौँ हामी अब बिस्तारै। यो 9 वर्षको उमेरदेखि चाहिँ म काठमाडौँमा आएको हुँ र काठमाडौँमा बसेर पढ्ने अवसर प्राप्त हुँदाखेरि काठमाडौँमा विभिन्न जिल्लाबाट विभिन्न व्यक्तित्वहरू आउनुहुन्थ्यो, उहाँहरूसँग भेट हुने क्रम पनि रह्यो। धेरै कुराहरू सिक्ने जान्ने मौका पनि मिल्यो। ललितसरको कन्या हाई स्कुलबाट एसएलसी गरेँ। विद्यालयको भित्ते पत्रिकामा मेरो पहिलो कविता आमा छापियो। आमा गाउँमा हुनुहुन्थ्यो, म काठमाडौँमा थिएँ। विशेष त गाउँ र आमालाई सम्झिएर आमा कविता लेखेको थिएँ। यहाँ धेरै व्यक्तित्वहरूसँग भेट्ने, समाज देश बुझ्ने मौका पाएँ। सानै छँदा दाहाल यज्ञनिधिको साहित्य संसार कार्यक्रममा गएर कविता सुनाउने अवसर पाएँ। मेरा दाजु डाक्टर लक्ष्मीकान्त पौडेलले मलाई काठमाडौँ ल्याएर पढाउनु भयो। आजको म हुनुका पछाडि दाजु अनि अरू 2 जना दाजुहरू र दिदीको पनि विशेष भूमिका रहेको छ। 2046 सालको जनआन्दोलन पनि देखेँ। 12 वर्षे जनयुद्ध पनि देखेँ। 62-63 पछिको गणतन्त्र पनि देखियो। आजसम्म आउँदा देशको उतार चढाव हामीले देखिरहेका नै छौँ। अरू देशका मान्छे अन्तरिक्षमा बसेर आइसके, तर हाम्रो देश खैके। युवाहरू विदेश पलायन हुने क्रम बढिरहेकै छ। हाम्रा छोराछोरी पनि बस्न मान्दैन नेपालमा, जानै खोज्छे। पखेटा लागिसकेको छ। कसलाई दोष दिनु र? हामी आफैलाई कि सरकारलाई कि देशलाई? यिनै गुम्फनहरू उन्दै उपन्यास, कथा, हाइकु र गीत मुक्तक आदिमा पोखिँदै आखिर म पनि त लेखक भएछु भनेर मनमनै गुन्छु कहिलेकाहीँ। आमा